हेलो गुड इभिनिङ। आज चाहिँ सो पर्फेक्ट डे हैन। म चाहिँ आज ड्रोन सनसेट भ्यूको चाहिँ हन्टिङमा जाँदैछु है। हिजो घनघोर बर्सात भएको थियो, खतरा पानी परेको थियो। आज डे एकदम पर्फेक्ट छ। सो मलाई लाग्छ कि आज म एकदम राम्रो चाहिँ सनसेट भ्यू क्याचअप गर्न सक्छु। सो टुडे आई एम गोइङ टु क्याच सनसेट फ्रम द जुवानी सस्पेन्सन ब्रिज। द डे इज सो क्लियर। यति राम्रो क्लिन छ डे। अहिले म चित्रसारी पुलमा छु हैन। म अब यहाँबाट पडरिया हुँदै जुवानी ब्रिज जान्छु र जुवानी ब्रिजबाट चाहिँ सनसेट खिच्छु है। त्यसपछि तपाईहरु कस्तो हुन्छ यसो। सो अहिले यो मैना चोक। अब म यहाँबाट चाहिँ पडरिया तर्फ प्रस्थान गर्दैछु है। This way leads to the Padaria. बाटोको सिनहरु पनि देखाउने प्रयास गर्नेछु म तपाईहरुलाई। पहिला पहिला त यहाँ टिपिकल थारू हाउसहरु हुन्थ्यो, अहिले सबै कङ्क्रिट हाउसले भरिसक्यो यो मैना गाउँ पनि। सबैलाई अब सुरक्षित घर चाहिएको छ नि त। सो इनसेटमा हेर्न सक्नुहुन्छ कस्तो राम्रो क्लियर डे छ है आज। इट्स पर्फेक्ट। सो म चाहिँ मजासँग साइक्लिङ गर्दैछु। मेरो कम्पेनियन आज फ्युरी। आजको सनसेट टाइम चाहिँ 6:40 बजे, 6:40 सेट छ है। सो अहिले चाहिँ लगभग 5:40 को टाइम भएको छ। सो आई एम स्योर आई क्यान क्याच द सनसेट। वी क्या दामी सिनारियो। अहिले म यो पडरिया चोकमा आइपुगेँ। यहाँ पडरियाको ब्रिज पनि देखाउँछु है म तपाईहरुलाई। पडरिया ब्रिज यो चाहिँ हाम्रो टाढी 2 नम्बर रोड बजार निक्लिने पडरिया ब्रिज हो। ओह क्या राम्रो छ है हाम्रो यो पुरानो ब्रिज। तर म चाहिँ यता जाने हैन है। म चाहिँ एकछिन ब्रिज देखाउनलाई मात्रै यहाँ आएको हो। सो आई एम गोइङ टु रिटर्न ब्याक टुवर्ड्स द जुवानी। कुदाउँदा छिटो फास्ट अलि फास्ट कुदाऊ। ल हाम्रो सानो बहिनीले भाइलाई साइकलमा हालेर मस्ती कुदाइरहेछ है यहाँ। पछि तिमीलाई फेरि भाइले कुदाउँछ नि त नानु। अहिले तिमीले भाइलाई कुदाएन है बाबु। हो ए ल उसको बर्थडेमा साइकल आउँछ अरे। अहिले म चाहिँ यो पडरियाबाट थोरै अगाडि लगभग जुवानीतिर जाँदैछु है। छ यहाँ गाउँघरको सिन। लभली सानो रोड छ तर क्लिन रोड छ साइक्लिङ गर्नको लागि। पर्फेक्ट भन्छु है म यो रोडलाई। त्यति ट्राफिक पनि छैन। सो मेरो खास युजुअल रुट हो यो साइक्लिङ गर्ने। मजा आइरहेछ। यहाँ जुवानी चोक यताबाट गयो भने चाहिँ हर्नरी गाउँ पुग्छ। म चाहिँ यता यो सरकारी स्कुल पट्टिबाट कच्ची बाटो हुँदै मेरो टार्गेट त झलुङ्गे पुल हो नि त। सो म आफ्नो टार्गेटतिर बढ्दैछु है। तपाईहरुले चाहिँ यो तपाईहरुको आफ्नो ठाउँ कता चाहिँ देखिहाल्नुभयो भने यो ठाउँ हो भनेर हेलो भन्नु है कमेन्ट्समा। ल झलुङ्गे पुल आइपुग्यो।
मेरो टार्गेट पोइन्ट भनेको थिएँ नि अघि सनसेट खिच्ने भनेको थिएँ 6:40 को सनसेट टाइम थियो खास म त यस्तो फास्ट आइदिएर चित्रसारीबाट यहाँ आइपुग्नलाई त एकछिन पनि लागेन ल सो यही हो सस्पेन्सन ब्रिज है यो आजको मेरो मेन पोइन्ट अफ इन्ट्रेस्ट यही हो सही हो सही हो दामी यो स्प्यानहरूबाट नट बोल्टहरू एकदम खुस्केको रहेछ है हेर्नु त यहाँको सिनारियो क्या दामी छ त्यहाँ फिसिङ चलिरहेछ चाहिँ राम्रो फिसिङ पोइन्ट पनि रहेछ यो म चाहिँ यहाँ छु यस्तो बवाल त छ है सारारारा my point of interest for today the Juani suspension bridge way what a beautiful हात्ती त्यहाँ हात्ती पनि छ है Stop my companion
mission success. My point of interest at the Juani Bridge drone footage is complete. Finally आइपुगे Dungre Bridge and sunset is just going to happen. way. Guys, Dungre River.